को पहिला आयो होला? कुखुरा पहिला आयो कि कुखुराको फुल भने झैँ अङ्ग्रेजीको पिपल पहिला आयो कि नेपालीको रुख पहिला पिपल? अङ्ग्रेजीमै बोलिने बन्यानको रुख पहिला आयो कि भारतमा लगाइने रूपाको बन्यान पहिला आयो होला? त्यस्तै अङ्ग्रेजीको डोर पो पहिला लेखिएको हो कि रस्सीको डोर पो पहिला कसिएर आयो होला है? कस्तो दौड होला यो? के पहिला र को पहिला आउने? पहिल्याउने र ठम्म्याउने खोपडीको भित्रको गिदी खियाउनै पर्ने? यसको बारेमा नसोचौँ त छ तर्कै तर्कले भरिएको सोच। सोचेर एकछिन बसेपछि नतर्की नहुने नत्र भइहाल्छ बोझ। एउटा सोच एकछिन सोच्दा मन छोला है जस्तो छ। त्यही सोच गहिरिएर बुझ्दा मन पोल्ला कि जस्तो पो। जे होस् सबै आए कोही नछुटुन्, चुले निम्तो दिन पर्छ। को पहिला अनि कहिले आए भन्दा पनि सबै आए भनी खुसी हुँदा नै बेस होला।